गाइज दर्शक नमस्ते। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। हामी पनि सन्चै आरामै छौँ। अहिले चाहिँ हामी यो घोराइको धारापानी भन्ने एकदम प्रसिद्ध स्थलमा भ्रमण गरिरहेका छौँ। गाइज यहाँ चाहिँ यो चाहिँ हाम्रो जलधारा स्नान रहेछ। यहाँ चाहिँ 108 जलधारा स्नान छ। हजुरहरूले देख्न सक्नुहुन्छ यहाँ 108वटा जलधारा स्नान रहेछ। हेर्नुहोस् एकदम हजुरले यहाँ आएर धर्म कर्म गरेर नुहाई धुवाई गरेर जान सक्नुहुन्छ गाइजहरू। यसको लागि चाहिँ हामीहरूले पैसा शुल्क तिर्नु पर्दैन, त्यो फ्री सेवा रहेको छ। अब चाहिँ हामी भित्र प्रवेश गर्दैछौँ गाइजहरू। हामी चाहिँ अब मन्दिर प्रवेश गर्दैछौँ। ल गाइजहरू अब चाहिँ हामी मन्दिर प्रवेश गर्न लागिसकेका छौँ। बिस्तारै बिस्तारै हामी मन्दिरको नजिकमा छौँ। धारापानीको मन्दिर रहेको छ, मेन मन्दिर यो हो। अनि हामी चाहिँ अब मन्दिरबाट अवलोकन गरेर त्रिशूल भएको ठाउँतिर जाँदैछौँ। यो हाम्रो नेपालकै सबैभन्दा हल्को त्रिशूल रहेको छ। हजुर
यसको बारेमा चाहिँ हामीहरू चाहिँ बुझ्नको लागि यसमा हेर्न सक्छौँ यो कस्तो के भन्ने कुरो चाहिँ सबै यसमा लेखिदिएको छ हेर्नुहोस् यो हामीहरू यहाँ आएर टिकटकहरू यताउता भिडियोहरू पनि बनाउन सकिन्छ। ठाउँ एकदमै रमणीय एकदम रमणीय ठाउँ छ। टिकटकहरू भिडियोहरू फोटोहरू खिच्नको लागि पर्यटकहरू एकदम प्रशस्त मात्रामा यहाँ चाडबाडमा आउने गर्नुहुन्छ। आज चाहिँ बिहानको टाइम भएर हामीले खासै धेरै पर्यटकहरू चाहिँ देखेको छैनौँ। आई होप बिस्तारै बिस्तारै अब दर्शकहरू आउँदै हुनुहुन्छ। भरिँदैछ माहौल तातिँदैछ।